साथीहरु नमस्ते। तपाईहरुलाई आज म र बहिनी भएर जाँदैछौं हामी मामा घर। हाम्रो मामा घर काफल डाँडा हो र हामी गरौसुर पनि जानेछौं। र आज चाहिँ हामी केओरेको बाटो चाहिन्छ कि तल कताबाट गइन्छ त्यो चाहिँ हेर्नु है त। अब चाहिँ हामी टक्क लाएर यात्रा गरिरहेका थियौं। त्यही क्रममा हामीले सुन्दर बादल पनि देख्यौं र अहिले दशैंको माहौलले गर्दाखेरि गाडी प्याक भएर हिँडेको थियो। त्यही विषयमा बहिनी र म छलफल गर्दै हिँड्यौं र हामीले बाटोको सुन्दरतालाई पनि वर्णन गर्दै हामी हिँडिरह्यौं। त्यति बेला नै मम्मी पढेको स्कुल पनि हामी आयौं र हामीले तल्लो बाटो छोडेर हामी माथिल्लो बाटो लाग्यौं किनकि हामीलाई काफल डाँडा निक्लिन थियो र बाटो भनी दुःख अप्ठ्यारो थियो। किनकि हामीलाई यही बाटो किन चुज गर्न पर्थ्यो भन्दाखेरिमा हामीलाई अलि अफरोड गर्न मन पर्थ्यो। त्यसै कारणले गर्दाखेरि हामी अफरोड गर्न भनेर निक्लियौं र हामीले त्यतिकै बेलामा यहाँ ग्रौसुरको पनि एउटा सानो क्लिप जोड्यौं। यहाँ बादलले ढाकेको थियो र मैले बादल कतिखेर जान्छ भनेर कुरिरहेको थिएँ। बादल पनि तपाईहरुले देख्न सक्नुहुन्छ कसरी हिँडिरहेको थियो र मेरी बहिनीले भन्छे अब त जानुपर्छ भन्छे। हैन एकछिन रुक भनेर मैले बहिनीलाई सम्झाउँदै फेरि त्यहाँ बसिरहेँ। बादल कसरी सललल हिँडिरहेको थियो र त्यतिकै क्रममा बादल सफा भएर मन्दिर पनि देखियो र बहिनीलाई ग्रौसुरको मन्दिर देखाउँदै मैले मन्दिर देखाउँदै थिएँ र बहिनीले जामदाई भनिसकेपछि मैले बाइकलाई पनि अगाडि लिएर हिँडेँ र त्यतिकै क्रममा हामी मामा घर पनि पुग्यौं र त्यहाँ आमा चाहिँ हामीलाई देखेर सरप्राइज हुनुभयो।